लुज भयो क्या हो किन घुम्यो गाह्रो छ हो सो हाई गाइस सबैजनालाई स्वागत छ मेरो नयाँ भ्लगमा र आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै ठिक छु र आज चाहिँ हाम्रो यात्रा हुँदैछ हामी कहाँ जाँदैछौँ त हामी आज चाहिँ काठमाडौँबाट धादिङ जाँदैछौँ र आज चाहिँ मेरो नयाँ लुक्स देखाउँछु है अब कस्तो यो अहिले म यस्तो छु होइन भर्खरै नुहाएर आएँ अब म रेडी भएर आउँछु अनि हजुरहरूलाई देखाउँछु कस्तो देखिन्छु मलाई प्लिज कमेन्ट गर्नु होला है र अहिलेको मेरो लुक्स रहेको चाहिँ यस्तो र कस्तो देखिएको छु भन्नुहोस् त गाइस र अब चाहिँ अलिकति ढिलो भइसक्यो जानलाई घर जानलाई पनि अब निस्क्यौँ है त धेरै गफ नगरिकन निस्क्यौँ अब कताबाट जान्छौँ केरी जान्छौँ म देखाउँछु है त सो गाइस हामी चाहिँ अब निस्क्यौँ र अब चाहिँ लाग्यौँ अब र पुगौँ सबै भन्दै चाहिँ हाम्रो यात्रा सुरु गर्न चाहन्छौँ ल जाउँ है त पाइलाबाट धार्के निस्किने बाटो जाँदैछौँ र यहाँको भ्यू हेर्नुहोस् गाइस कति राम्रो छ कति मान्छेलाई त थाहा पनि छ होला यो बाटो अब चाहिँ हामी धार्केको बाटो लाग्यौँ मोड लिन लाग्यौँ र एकछिनसम्म त्यसरी पनि हुन्छ भने अनि हामी यहाँबाट चाहिँ अलिकति पोल्युसन त्यस्तो धेरै छैन पनि र यो हेलमेट लगाएर जानु मजा पनि छैन यता यस बाटो चाहिँ म कहिले पनि त्यस्तो धेरै हुँदैन धुलो पनि धेरै हुँदैन त्यही भएर म चाहिँ हेलमेट फुकालेर हिँड्छु अब उहाँलाई चाहिँ रुल्समा त बस्नु पऱ्यो होइन अन्त जाऊँ है त अब यो बाटो बाटो बिग्रेको छ अस्ति पनि हामी बल्ल बल्ल आएको थियौँ केही समय अगाडि घर जाँदा चाहिँ यहाँ पिच बनाउन लागिरहेको छ चाँडै पनि छ होला आई थिङ्क ठुलो भइदिनु बाफ्रे बनाउन लाग्नु भएको जस्तो छ मुख पनि देखाइदिनु मैले जहाँ मैले हामी गफ गर्दैन जाम खोल्यो बाटो त खत्रै छ त यतापट्टि त अहिले त अस्ति नै त बाटो बनाएको थियो होइन र यता पहिलो गएर
लुज भयो क्या हो किन घुम्यो गाह्रो छ हौ भिडियो खिच्नलाई पनि घुम्यो अलि लङ डिस्टेन्समा खिचे भयो टाइटमा खिच्नु तिम्रै माया छ तिम्रै माया छ सपनामा चाहनामा कुम्बलामा सपनामा तिम्रै माया छ खोइ त तिम्रै माया छ तिम्रै माया छ यो भएन यता भटिरहेछ देखेँ है मैले के भन्छ अरे कहिले कहिले चाहिँ देखिया हुन्छ होइन अब फेरि समटाइमको तर कस्तो मजा लाग्छ डङ्कीले भाइले त बाहिर त सुट गरे नि त हो तर हामी चाहिँ कामै गर्न नपाएको परेको है के दिदीको काम हो ऊपर चला हजुर ऊपर जाने जाँदैन हामीसँग भगवान् हुनुहुन्न त होइन गाइस एउटा अङ्कल क्या दाँत पनि हामी कहाँ आइपिन लाग्यौँ होला धार्मिक किन लाग्यौँ अब धेरै हामी चाहिँ केही समय अब खाजा खानको लागि एकछिन यतैतिर बस्यौँ होइन त्यताभन्दा पनि मलाई यता चाहिँ रमाइलो लागिरहेछ होइन कति क्युट क्युट बेबीहरू रहेछ म माथि जान्छु र केही खानेकुरा ल्याउनु मन लागेको छ भने ल्याइछु न आउनु न मलाई फेरि यस्तो बच्चाहरूसँग चाहिँ एकदम मजा लाग्छ कि जस्तो गेमहरू हेलो सबैजना हेलो के गेम खेलेको ओहो सबैजना हामीले पहिला कति खेल्थ्यौँ नि गाइस हामी त अब बुढो भइयो है बाल्यकाल अब कहिले फर्केला त हामीसँग को डुम भयो अनि यसरी त नि तिमीहरू त चाँडै डुम भयो नि त नि
यसो त चाँडै डुम भयो नि त अनि खेलेको मजा आएन अलि लङ डिस्टेन्समा भए भए हुन्थ्यो नि त अनि स्कुल छैन अहिले हो अनि स्कुल छैन अहिले तिमीहरूको जहाज हो अनि कहिले अब सकिन्छ तिमीहरूको जहाज 17 18 आज के थियो एक्जाम चक्लेट खाने हो सबैजना खाने हो नचिने मान्छेको त अरे म नचिनेको मान्छे हो त खाने हो तिमी आफै किनेर ल्याउँछौ ल म किनेर ल्याउँछु है त ऊ त्यो अङ्कललाई बोलाउनु पर्यो त्यसो म भन्नुपर्छ केही भन्छौ दिदीको भ्लगलाई लाइक कमेन्ट सेयर गरिदिनु होला भन लाइक गरिदिनु होला भन सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला चक्लेट खाँदैन भनेको होइन होइन नि होइन हेर खेल खेल म भिडियो खिच्छु चक्लेट ल्याउँछ दिदीले ल रेडी खै त कोही गएन त एकैछिन भ्याउनी रहेछ उसले के भन्छ अरे गाई त्यो नानीलाई चाहिँ भन्नलाई अप्ठ्यारो छ लागे जस्तो छ नानी मेरो दाजु हेर्नु चाहिन्छ है त्यो नानीलाई चाहिँ अलिकति भन्नलाई अप्ठ्यारो लागे जस्तो छ म आफै चक्लेट किनेर अब मैले भनिसकेपछि म आफै गएर हिँड्छु कस्तो रमाइलो लाग्यो कि अनि उहाँहरूले त्यो बच्चाहरूलाई केही दिउँ जस्तो लाग्यो नि त्यही भएर अब धेरै त होइन म आइसकेँ 50 रुपिस दिनु त यिनीहरूले चक्लेट दिनु त आन्टी यिनीहरूले सबैजनाले बाँडेर खान्छ सबैजना सेयर गर है तिम्रो नाम के हो अरे कस्तो ऊ रहेछ क्या स्मार्ट रहेछ यो नानी है खेल्नलाई यताउता उहाँ चाहिँ खाजाको लागि वेट गरिरहनु भएको छ सबैजनालाई पुग्ने लैजाऊ है गाइस हामीले चाहिँ अहिले के खेल्दैछौँ मलाई थाहा छैन लन्डन स्टप यो चाहिँ बच्चामा एकदम खेल्ने गेम हो तर मलाई थाहा छैन उसले सिकाउँछ अनि के हुन्छ तिमीले स्टप भनेपछि हामी स्टप होल्ड हुनुपर्छ होइन हल्लिन पनि मिल्दैन होइन ल ल अब हामी खेल्छौँ होइन ए दादी आउन मिल्दैन समथिङ लाइक दिस ल रेडी आऊ ल सुन्दर हात भिगाएको छ उदेशका तिमीले छिमो गर्यौ नि त रमाइलो भयो सबैजना हामी जान्छ भाइ
मलाई त खासै केही थाहा छैन यो गेमको बारेमा अनि नानीहरूले चाहिँ एकदम एकछिन खेलौँ न भन्ने टाइपको कुरा गरेको थियो कि अनि खेल्न आएकोमा चाहिँ र अब चाहिँ हामी जाँदैछौँ ब्याक टु धादी र अब चाहिँ लाग्यो हाम्रो गन्तव्य आजको धादी जब चाहिँ धुलो खाने समय आयो धारतिर निक्ल्यौँ अब यति धुलो छ भने सबै स्टार्टिङ यति धुलो आइसक्यो अब सबै पुग्यो थाहा छैन अब हामी त्यो गाडी पाउँछौँ हजुरहरूलाई देखाउँछु अब म बोल्दिनँ चस्मा पनि ल्याउन बिर्सेँ फर्किनु थियो र यो चाहिँ जलसिरीको भ्यू छ र हामीले किनिरहने पसल चाहिँ त्यही हो हामी घर आइपुग्नु लाग्यो अब यहाँबाट चाहिँ जस्ट आधी घन्टामा पुग्छौँ हामी घर चाहिँ काम है त उनीहरूले पेलेको कि रङ साइड
ए दिदी आउनु भएको छ कस्तो देखिएको बल्ल फाइनल्ली हामी चाहिँ घर आइपुग्यौँ अब खाजासाजा खान्छौँ फ्रेस हुन्छौँ भने आउँछौँ चाहिँ हाम्रो घरको बाहिरको भ्यू बाबा चाहिँ यता हुनुहुन्छ गाइस र खाना खायौँ हामीले चाहिँ फेरि एकचोटि घरमा मामुले मासु बनाएर राखिदिनु भएछ खाऊँ भनेर फेरि खायौँ मामुले र अनि यहाँ चाहिँ हामी पोतेको कार्यक्रम गर्दैछौँ पोते यस्तै खालको बनाउनलाई मैले चाहिँ मामुलाई यस्तो खालको तिलहरीको लागि ल्याइदिएको थिएँ अनि यो चाहिँ एक्स्ट्रा रहेको थियो र मामुले चाहिँ मलाई अहिले पर्दैन के भन्छ अरे यो सुन पसलमा लगेर एकछिनमा बनाउँछ भन्नुभयो तर किन समय वेस्ट गर्ने र अब मैले पनि केही कुरा सिक्छु भने चाहिँ म गर्छु भन्ने टाइपले गरेर चाहिँ मैले चाहिँ फेरि गर्न थालेँ र यसको मैले चाहिँ अहिलेसम्म 2टा मात्र बनाएर भ्याएँ अब यति अझै बाँकी छ यो कुदोरी चाहिँ र यिनीहरू हो पोतेहरू चाहिँ यो पुरानो मामुको यसलाई नै सक्छु कि सक्दिनँ थाहा छैन अब के हुन्छ हेर्नु त साझा परिसक्यो अँध्यारो अँध्यारो हुन लाग्यो र अब पोते चाहिँ लगभग सकिन लाग्यो र यति बाँकी छ अनि यसलाई गाडो बाहिर मजा देखाउँछ है त I am here. I'm doing best. I don't know what I am doing, but I am doing best. Let's do it. अहिले म देखाउँछु फाइनल गरेर है बेलुकाको यो कतिले रङ्गसँगै आजको यो दिनको भ्लग पनि समाप्त गर्ने समय आएको छ र मैले अघि गरिरहेको पनि भ्याइयो र माम कस्तो लाग्यो हजुरलाई राम्रो छ ल मामलाई एकदम राम्रो लाग्यो अरे मैले राम्रो छ थिएन यतिकै हच्चाभरमा मामले सिकाएर गरेको हो र आज चाहिँ हामी काठमाडौँबाट यहाँ धादिङ आएको छौँ र आएर एकदम रमाइलो भइरहेको छ खाने काम गर्ने यताउता भइरहेको छ र अब यसरी नै मेरो भ्लग यो त यत्तिकै सबैजनाले गर्दा गर्दै गरेको हो र अनि आजको चाहिँ यो भ्लग हजुरहरूले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुर सबैजनाले यसरी नै माया गरिदिइरहनु होला मेरो भिडियोलाई अनि कस्तो भिडियो चाहिँ नेक्स्ट टाइम मैले बनाऊँ र हजुरहरूलाई अझ इन्टरटेन गरौँ त्यस्तो टाइपको हजुरहरूलाई केही इच्छा छ भने प्लिज कमेन्ट गरेर भन्नु होला अनि यसरी नै माया गरिदिनु होला डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब सी यु इन नेक्स्ट भ्लग बाई मलाई चाहिँ कि मैले भ्लग त टोटली इन गरिदिइसकेको थिएँ कि मैले अनि यस्तो भयो कि होइन तब कसको यस्तो हुन्छ थाहा छैन तर मेरो फ्यामिलीमा चाहिँ मेरो प्यारेन्ट्सहरू यति सपोर्टिभ हुनुहुन्छ कि नोबडी के कसैको पनि छैनन् होला किनकि मेरो भ्लग यसरी हेर्नु भएको छ कि मलाई यति खुसी लाग्छ नि यति सपोर्ट गर्नुहुन्छ माया गर्नुहुन्छ अब मेरो भोइस सुनेको छ कि छैन किनकि उतापट्टि हेरिरहनु भएको छ र म हजुरलाई लुकाएर देखाउँछु है त के गर्नुभएको छ र भ्लगहरू हेर्दै हुनुहुन्छ उहाँहरू चाहिँ मेरो सासू ससुरा हो र उहाँहरू मेरो भिडियोहरू एकदम इन्जोय गरिरहनु भएको छ म देखाउँछु है त कस्तो
कस्तो लागिरहेछ भिडियो बसिरहेको छु ल एकचोटि हेर्नुहोस् उहाँहरू चाहिँ पुरै ह्याप्पी मोडमा हुनुहुन्छ मामा के भिडियो भ्लग हेरेर मेरो पुरै यहाँ ल म चाहिँ गएँ ल